है एउटा भाले पोथीको बीचमा यस्तो मजासँग फस्यो कि हैन उसले घरै बिर्स्यो के ऊ घरमै जान सकेन। हाम्रो चाहिँ यहाँ पोथी धेरै थिए हैन, दुईटा मात्रै भाले थियो। अनि है तपाईलाई देखाउँछु है, ऊ त्यो घरको भाले थियो हैन। त्यो वाल नै नाकेर आयो त्यो के अब यहाँ पोथीहरू देखेर हैन। अन्त अब हाम्रो गाउँमा जस्तरी अब तिम्रो भाले आएको छ है भनेर भन्न पनि अब कसलाई भन्नु हैन। बिचरा भाले जान सकेन। ऊ यो रातो भाले हो, हेर्नुस् हेर्नु, यो पोथीको बिचमा फस्यो, यो भाले फस्यो, फर्केर जान सकेन आफ्नो घरमा। त्यो घरको हो क्या यो भाले चाहिँ। यस्तो छ हेर्नु साथीहरू। यो भालेको जातै बैगुनी, जता पोथी छ त्यतै आइदिने, अनि कहाँ फसेपछि कहाँ फर्केर जान सकिन्छ त्यसको बाजे। उदाहरण मात्रै हो कि यो। त्यसरी भाले पोथी देख्ने बित्तिकै चाहिँ नफस्नु है भालेहरू। हो भाले, है भाले। यस्तो हुन्छ हेर्नु। यहाँ चाहिँ अब पोथी छ क्या। दुईटा मात्रै आयो भाले थियो हैन। अर्को भाले एउटा आयो, कहाँबाट आयो होला भनेको त उताबाट आएको रहेछ। अन्त त्यो वाल नागेर आइसके पछाडि त फेरि नागेर जान सकेन। त्यहाँको अब मान्छेले पनि खोज्ने कुरो भएन, यताको मान्छेले पनि भन्दैन रहेछ तिम्रो कुखुराको भाले यता आयो भनेर हैन। हाम्रो गाउँमा जस्तो हुँदैन रहेछ यहाँ त। यतै फसिगयो भाले बिचरा।